विदेश आउँदा सबैको सपना भनेको चाहिँ आफूले कसरी कमाएर चाहिँ घर जग्गा जोड्ने भन्ने हुन्छ अहिले है हाल। यो विषयमा चाहिँ आज कुरा गर्न गइरहेको छु। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल नानबाबु ब्लग। बिता बस्न मेम कानाले नानबाबु ब्लग यस्तो मर्पन जसको चाहिँ घर छैन र घरको एकदम आवश्यकता छ है, उहाँहरूको लागि चाहिँ यो भिडियो एकदम इम्पोर्टेन्ट हुनसक्छ र केही आइडिया मिल्नेछ भनेर यो भिडियो बनाउन गइरहेको छु। हाल विदेशमा बसेर ब्याङ्कबाट कसरी होम लोन लिन सकिन्छ है, कसरी मिलाउन सकिन्छ भनेर चाहिँ सिकाउन गइरहेको छु अहिले। अहिले नेपालमा एउटा यस्तो नयाँ एप आएको छ जुन चाहिँ तपाईँहरूलाई कतिपयलाई थाहा छैन। यहाँ मध्ये तपाईँहरूलाई राखिदिनेछु ब्याङ्किङ संसार भन्ने एप छ अहिले होइन। यो एपमा चाहिँ तपाईँहरूले चाहिँ कुन ब्याङ्कले कति इन्ट्रेस्ट रेट दिइरहेको छ भनेर सबै देखाउँछ र तपाईँहरूलाई म यहाँ स्क्रिन सेयर गरेर देखाउन गइरहेको छु। तपाईँहरूले पनि हेर्नु सक्नुहुनेछ र डाउनलोड गरेर आफूले पनि हेर्नु सक्नुहुनेछ है। यहाँ तपाईँहरूले हेर्नु सक्नुहुनेछ ब्याङ्किङ संसार, यो चाहिँ मैले अगाडि नै डाउनलोड गरिसकेको छु है। तपाईँहरूले पनि डाउनलोड गरेर हेर्नु सक्नुहुनेछ। यहाँ क्लिक गर्नुभएपछि तपाईँहरूले चाहिँ कर्जा ब्याज दर भन्ने अप्सन देखाउँछ है। यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गर्नु भइसकेपछि चाहिँ तपाईँलाई कुन लोन चाहिएको भनेर सबै अप्सनहरू देखाउँछ होइन। यहाँ हेर्नु सक्नुहुनेछ होम लोन, बिजनेस लोन है, प्रोफेसनल लोन, गोल्ड लोन, सेयर लोन, अनि हायर पर्चेस लोन के चाहिएको तपाईँले हजुरले चाहिँ त्यहाँ क्लिक गरेर हेर्नु सक्नुहुन्छ। जस्तै हामी अहिले कुरा गर्दैछौँ होम लोनको भने हामीले चाहिँ यहाँ होम लोनमा क्लिक गऱ्यौँ अनि सरी यहाँ तपाईँहरूले सबै हेर्नु सक्नुहुनेछ। यहाँ कुन ब्याङ्क है, सबै यहाँ ब्याङ्कहरू देखाएको हुन्छ भने यसरी स्लाइड गर्नु होला। अनि कुन ब्याङ्कले चाहिँ कति पर्सेन्टले दिएको छ भनेर यहाँ सबै देखाउँछ है। यहाँ इन्ट्रेस्ट रेट म्याक्सिमम, मिनिमम, बेस है। अनि यहाँ तपाईँहरूले चाहिँ मिनिमम कुनले दिएको छ तपाईँहरूले त्यही ब्याङ्कमा गएर बुझ्नु हुँदाखेरि राम्रो हुन्छ होइन। यहाँ अब 7%ले पनि दिएको छ, 8%ले दिएको छ है। हामी चाहिँ अब 7%ले कुरा गरौँ है। नेपाल राष्ट्रिय वाणिज्य ब्याङ्कको, नेपाल ब्याङ्कको भयो यो चाहिँ। सरकारी ब्याङ्कको चाहिँ अलिक कम हुन्छ र कृषि विकास ब्याङ्कको यहाँ हेर्नु सक्नुहुनेछ है। एग्रिकल्चर डेभलपमेन्ट ब्याङ्क भनेर छ यहाँ, उसको पनि राम्रो हुनेछ। तपाईँहरूले चाहिँ यो ब्याङ्कहरूमा चाहिँ गएर बुझ्नु हुँदा हुन्छ है। अनि त्यसपछि अब हाम्रो चाहिँ यो पर्सेन्ट त फिक्स भयो, यति पर्सेन्टले दिन्छ भनेर भने है। अब कसरी चाहिँ इन्ट्रेस्ट रेट क्यालकुलेट गर्ने भन्ने कुरा आउँछ होइन। इन्ट्रेस्ट रेट क्यालकुलेट गर्नको लागि चाहिँ हजुरले चाहिँ मोबाइल ब्याङ्किङ सबैको अहिले हुन्छ नि है, हो त्यसमा गएर चाहिँ तपाईँहरूले चेक गर्नु सक्नुहुनेछ। अहिले अब म मोबाइल ब्याङ्किङ एप खोलेर देखाउँछु हजुरहरूलाई है। अहिले चाहिँ हामी मोबाइल ब्याङ्किङ एपमा आइसक्यौँ। यहाँ हेर्नु सक्नुहुनेछ इएमआई क्यालकुलेटर भनेर। यदि तपाईँहरूको यो अप्सन देखाएको छैन भने तपाईँहरूले एडिट मेनु भन्ने अप्सन दिएको हुन्छ, यसमा गएर तपाईँहरूले हेर्नु सक्नुहुन्छ। जस्तै यहाँ छैन भने यसरी हुन्छ। यहाँ क्लिक गरिराख्नु अनि यसरी यो मुभ हुन्छ है। तपाईँलाई कुन चाहिएको छ त्यो माथि ल्याउनु सक्नुहुनेछ अनि सेभ गर्ने है। अहिले चाहिँ हामी इएमआई क्यालकुलेटरमा जान्छौँ। यहाँ अनि अब कसरी क्यालकुलेट गर्ने भनेर देखाउँछु तपाईँलाई म। जस्तै तपाईँलाई 50 लाख लोन चाहिएको छ भने हजुरसँग डाउन पेमेन्ट तिर्नको लागि 40% हुन्छ है। 40% भनेको 50 लाखको 20 लाख चाहिँ तपाईँसँग हुनुपर्ने हुन्छ र 20 लाख तपाईँसँग छ भने 30 लाख चाहिँ तपाईँले ब्याङ्कबाट लोन लिनु सक्नुहुनेछ है। अनि जस्तै हामीले 7%ले अघि हिसाब गरेको थियौँ, 7% भनेपछि यहाँ 7%ले यहाँ राखिदिने। तपाईँलाई 30 लाख लोन चाहिएको छ भने 30 लाख यहाँ तपाईँले टाइप गर्नु, 1, 10, 100,000, 10,000 लाख, 10 लाख, 30 लाख भयो। अनि तपाईँले कति वर्षको लिनुहुन्छ त्यही अनुसार होइन। अब तपाईँहरूले चाहिँ जति मैले चाहिँ 20 वर्षको क्यालकुलेट गर्थेँ। 20 वर्षको क्यालकुलेट गर्दाखेरि 240 महिना हुन्छ होइन। अनि 240 महिना गर्दाखेरि चाहिँ तपाईँको यहाँ सबै थोक देखाउँछ है। तपाईँले इएमआई तिर्नुपर्ने भनेको महिनाको 23,258 हुन्छ भने प्रिन्सिपल तपाईँको 30 लाख भइहाल्यो। इन्ट्रेस्ट पेबल भनेको तपाईँले 20 वर्षसम्ममा 30 लाखको लोन तिर्नु हुँदाखेरि चाहिँ 25,82,152 रुपियाँ तिर्नुपर्ने हुँदो रहेछ है। अनि टोटल तपाईँले 20 वर्षमा बुझाउनु पर्ने पैसा भनेको 30 लाख लोन लिनुहुँदाखेरि 55,82,152 रुपियाँ यति चाहिँ तपाईँले लोन तिर्नुपर्ने हुन्छ सबै। तपाईँले अब जस्तै रेन्टमा बस्नुभएको छ र तपाईँले महिनाको 15,000, 20,000 त्यसरी लिनुभएको छ भने यतिको लिँदा जस्ट तपाईँहरूको इक्वल हुन्छ होइन। लगभग तपाईँहरूलाई नै फाइदा हुन्छ, आफ्नै घर हुन्छ। त्यही भएर चाहिँ यसरी तपाईँहरूले पनि लोन लिएर घर बनाउँदाखेरि तपाईँहरूलाई पनि सहज हुन्छ है। यही इन्फर्मेसनको लागि हो। अनि अब तपाईँहरूको स्यालेरी के कति अनुसार चाहिँ कसरी लोन लिन पाइन्छ भनेर तपाईँहरूलाई बुझ्नु मन छ भने कमेन्ट गर्नु होला। त्यो विषयमा पनि म अर्को भिडियो बनाउने छु। हस्, ओके, बाई बाई। आजलाई बिदा माग्न चाहन्छु।